गिद्ध रेस्टुरेन्टमा हुँदैछ गाइस। हाम्रो टिम इन्सिडिएको टिम ठुलै टिम छ है ल पुरा लाइभ भिडियो हो। गिद्ध संरक्षण एरिया है यो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा छौँ। यहाँ चाहिँ अब हामी हेर्दैछौँ। अलि साँझ पर्न लागिरहेको छ। अब यो साँझको समय भएको कारणले अब अलि यहाँ रिक्स पनि छ। चराहरूको आवाज छुट्याउँको आवाज आइरहेको छ। रमणीय छ स्थान। यो पुरानो अब सीमाङ्कन छ। माथि माथि गिद्धहरू हुनुहुन्छ। गिद्ध संरक्षणको लागि राखिएका रुखहरू यसरी छ। दौडिन सुरु गर्यो। दौडिन्छ एउटा त बसिरहेको तर यो चाहिँ ब्रिडिङ सेन्टर गिद्धको बच्चाहरू राख्ने। यो भाइ आयो नि मान्छे। यो भाइ आएपछि गिद्धहरू फलो गर्छ। यसरी गिद्धहरू त्यो भाइले आएर लिएर आउने छ। यो आयो त्यो गैडा पर छ। एउटा गैडा गइसक्यो। एउटा गैडा एकदमै छ। यसरी यो गिद्धहरू उडिरहेको छ। त्यो गैडा भाग्यो दौडियो लौटा भाग्यो है। त्यो गैडा चाहिँ गइसक्यो। गिद्धहरू यसरी चाहिँ मलाई चिनेको रहेछ। यसरी चाहिँ गिद्धहरू आइरहने। यो चाहिँ अद्भुत छ है। बँदेल होइन त्यो कहाँ छ है? त्यहाँ बँदेल हिँडिरहेको छ। तर कस्तो हुन्छ भने हामीलाई अग्रिम जानकारी भयो भने हजुरहरूलाई गिद्ध देखाउन सजिलो हुन्छ होइन। अनि तपाईँहरू जतिखेर मन लाग्यो त्यतिखेर आएर गिद्ध हेर्न चाहिँ दुःख दिए जस्तो भयो है। तैपनि म तपाईँहरूलाई देखाउँछु। ल ल ल तर सानो क्या है यिनीहरू। ल ल
रमणीय स्थान हो। यहाँ आइयो अब